धनगढीकी सिर्जनासँग कञ्चनपुरका भोजराजले गरे दाइजो र गरगहना बिनै विवाह, समाजलाई दिए सकारात्मक सन्देश। पछिल्लो समय समाजमा दाइजो, सुनका गरगहना र विवाहमा हुने तडकभडक बढिरहेका बेला कञ्चनपुरका एक युवा दम्पतिले भने फरक उदाहरण प्रस्तुत गरेका छन्। कञ्चनपुरको भीमदत्त नगरपालिका 7 हल्दुखालका भोजराज भट्ट र धनगढीमा बसोबास गर्दै आएकी सिर्जना भट्टले दाइजो र सुनका गरगहना बिनै विवाह गरेका हुन्। असार 15 गते महेन्द्रनगर स्थित भानु पार्टी प्यालेसमा धार्मिक परम्परा अनुसार सम्पन्न विवाहमा प्रमुख जिल्ला अधिकारी, जनप्रतिनिधि, समाजसेवी, शुभेच्छुक र आफन्तजनको उपस्थिति थियो। दुलहा भोजराजका भाइ जेआर भट्टका अनुसार नवदम्पतिले प्रेम, सम्मान, समानता र सामाजिक उत्तरदायित्वलाई केन्द्रमा राख्दै दाइजो र सुन नलिने निर्णय गरेका हुन्। विवाहलाई आर्थिक प्रदर्शन होइन, आपसी विश्वास, समझदारी र मानवीय मूल्यमा आधारित बनाउन सकिन्छ भन्ने सन्देश दिन उनीहरूले यो कदम चालेका हुन्। भोजराजको पुर्ख्यौली घर बैतडी भए पनि हाल कञ्चनपुरमा बसोबास गर्दै सामाजिक क्षेत्रमा सक्रिय छन्। सिर्जनाको पुर्ख्यौली घर पनि बैतडी नै हो भने उनी हाल धनगढीमा बसोबास गर्छिन्। बढ्दो दाइजो प्रथा र विवाहमा हुने अनावश्यक खर्चका बीच यो विवाहलाई धेरैले अनुकरणीय उदाहरणका रूपमा लिएका छन्। यसले दाइजो मुक्त समाज, लैङ्गिक समानता र सरल तथा जिम्मेवार विवाह संस्कृतिलाई थप प्रोत्साहन दिने अपेक्षा गरिएको छ।